राम राम राम। यहाँ के हो यो गाउँ हो कि बारी हो यो? आमा गाउँमै ल गाउँमै खोला खोला हेर्न जाँदै त अब गाउँमै यस्तो छ। भगवान् ओम नमो भगवते वासुदेवाय। राम राम राम। भ्लगिङ एरामा छौँ हामी। दट उता त के जानु। यहीँको यहीँ बाढी आएर रुको रु छैन नि ल ठिक। अब यहाँ त पानी छैन त, यहाँ पानी छैन त लौ। अनि यहाँ त पानी छैन त आचिया यताबाट कटेको रे। ल ठिक छ। बापरे यहाँ चाहिँ हाम्रो पिच रोडमा चाहिँ यस्तो तरिकाले तहस नहस गर्ने गरी पुरै त्रिशुलीको बेगमा जैसे कि आप लोग देख सकते हैं यहाँ पानी छिरिसकेको छ बाढी घरमा। हाम्रो गतिमा आमा हो घर घरसम्म। ऊपर कहाँ हिँड्नु भएको फेरि? त्यताबाट खोलिदिनु पर्छ। साबुन यो त्यहाँ ओछ्यानमै राख्नु। स्यापामा नगरौँ है, होला नगर्नु भन्दैछु। अच्छा अझै बढ्दै छैन पानी त। बाढी आइसक्यो यहाँ घरमै बाढी यहाँ अगाडि। यहाँ घरमै बाढी गइरहेछ बाढी यहाँ। बापरे बाइक त्यहाँ डुबान आधा बचेको भनेको हाम्रो मात्र। जस्तै कि आएपछि जान्छ भने चाहिँ ए यहाँ मेवा नै ढलेछ यार बिजो गरी त फल्दै थियो। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने पढिएको थियो, तर यहाँ त ढलि नै दिएछ। रोकिँदैछ जे होस्, आत्तिनु पर्ने माहौल छैन। जति डुब्यो डुब्यो। अब पछि चाहिँ यहाँ त खाल्टै भएछ राम। अनि यो माटो हो कि के हो? माटो। राम 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 राम। अँध्यारो बेला दिनमा भए पनि एउटा कुरा है, सम्हालिन समय बाबुको घरमा नछिराइदियो थोरै पनि। उहाँ गाउँमा चाहिँ किन हेर्नु, उता त छिर्दैन, अलिक अग्लोमै छ। पनि डुबानमा छ। ऊ अर्को भ्याएको त्यहाँ बस्नुलाई माथि धुकधुक धुकधुक भइरहेछ त्यसलाई। देख्न सक्नुहुन्छ यहाँ समाजमा घरभित्रै पानी पसान दसैँको दशा। मैले एक्सलाई के बगाइजाओस् भनेको शक्तिशाली एक्सले यहाँ। हजुर देख्न सक्नुहुन्छ यहाँ पानी घरमा बसेर ऊ
पानीको मात्रा यहाँ तीव्र गतिमा अब अर्को लेभल पनि कट्न आँटिसक्यो। अब पानी फ्याँक्नुपर्ने अवस्था छ यहाँ। रमाइलो चाहिँ भएको चाहिँ पक्कै रमाइलो चाहिँ भएको होइन, चिन्ताको विषय त हो, तर पनि चिन्ताले के नै हुन्छ र। यहाँ उभिनु तपाईँलाई म 500 दिन्छु। यहाँ जे भने पनि भगवान् हो, अब भगवान्ले जे गर्नुहुन्छ त्यही नै न्याय हो। ल ठिक छ, यहाँ फेरि छैन होइन, केही छैन। यो गाउँको बाटो उच्च छ नि। अब विचार गर्नुपर्ने रहेछ घरलाई चाहिँ अलिक। के चाहिँ पोखरी फुट्छ पोखरीको माछा अघि निक्लिसक्यो होला। ल यहाँ अलिकति माहौल शान्ति भएको अवस्था। यहाँ त हाम्रो अलिकति जस्तै रहेछ त, अलिकति पनि पानी छैन। अलिकति कम भइरहेको लो लो ये झरना पो आएछ यहाँ त। ल हाम्रो यहाँ ठुलमामीको हाम्रो उँभो हो। यो पाल पार्न अब आन्टी यहाँ ठुलमामीको घर सुक्खा सुक्खा यहाँ ऊ पानी छिरे पानी छिरे मर्नुभन्दा पुरै सुक्खा यहाँ ऊ। यहाँ ठुलो घर पानी छिरेको रहेन रहेछ, पुरै सुक्खा पुरै सुक्खा पुरै सुक्खा। यहाँ ड्याम बनाउनु भएको रहेछ बिजुली उत्पादन गर्नुलाई। घटेछ नि बल्ल बल्ल दाइ, यो पनि यति थियो पानी हाम्रो पाडामा भएर सिउ काटेर ल्याएको छिपेको त्यो ए पाँडा त पोखरीमा भयो, यहाँ हेरौँ न यसको लेभल आएर यहाँबाट पाँडा त पोखरीमा। कहाँ खोज्दै जानु माटो मेरो बोल त बाल थियो बोरामा दियो। यो घट्यो धेरै घट्यो अघि उयसबाट हल थियो त। ल ठिक छ बस्यो। हजुर माइतमा त्यति पानी छ, फ्रिज माथि माथि पानी चलिरहेको थियो अनि फ्रिज माथि बाढी भने जस्तो यहाँ रोडमा बाढी। यहाँ आउनु त यहाँ अगाडि हिँड्नु। उहाँ रोड नजिक प्लेनहरू मगाइसकेको छ हाम्रो गाउँले। मेरो आफ्नै खल्तीमा मोबाइल छ। मान्छेहरू अब यहाँ हाम्रो गाउँ छोड्नुलाई यहाँ प्लेनहरू मगाइसकेको छ, हेलिकप्टर पनि आउँदैछ देख्न सक्नुहुन्छ। केही छैन, आत्तिनुपर्ने कुरै छैन। घरको मान्छेले चाहिँ थाहा पायो भने हामी किन्नलाई टिलिक्कै पानी पुरै। अघि त्यो माथिसम्म जलस्रोतको दोस्रो धनिक देश त्यसै हाम्रो, त्यसै सक्छ त कसैले। पैनीमा सिलिप त बहिनी फेरि। दाजु कहाँ हिँड्नु भएको? म यहाँ बारी खोज्दै हिँड्नु। गाडी मोबाइल त भेट्नु भयो नि, म देखिनँ नि। मसँग छ नि त। माछा त कहाँ छिरेको रहेछ मलाई? छिरौँ अहिले त्यो खुट्टाले यहाँ सबैभन्दा ठुलो घर यहाँ, त्यही पनि न्यायसित छैन। दाइलाई लिएर जानु। के गर्नु अब? माछा खाना पकाउँदैछ कि क्या हो? यता चाहिँ नजानु नि फेरि हिँड्न भनेर सोध्दैछु होला नि। तपाईँको यो माथि हरियोबाट हिँड्नु। पानी चाहिँ रोकिनुपर्छ हे भगवान्, नभए न्यायसित हुँदैन हामीलाई। दसैँमा यस्तो बिजोग हुन त सबै